मामाको घर, नयाँ घर अस्ति भर्खरै किन्नु भएको। अनि यहाँ चाहिँ टक्क घरको एन्ट्रेन्स। आज घरको पूजा थियो सुरुमा चाहिँ। फर्स्ट फ्लोर यहाँ चाहिँ काम भइरहेको। अनि यहाँ चाहिँ यस्तो रहेको छ। दिस वान इज सेकेन्ड फ्लोर। यो चाहिँ बन्नै बाँकी छ। दुईटा फ्लोर चाहिँ तलको र यो रेन्टमा दिएको छ। यहाँ चाहिँ एउटा रुम, यो चाहिँ वासरुम, अनि यो चाहिँ हल भन्दा हुन्छ। यो चाहिँ किचन, अनि यहाँ पनि अर्को रुम। दुईटा रुम, एउटा किचन अनि एउटा हल। तलको र यो फ्लोर चाहिँ रेन्टमा दिएको छ। अनि यहाँ चाहिँ माथि मामाहरू बस्नुहुन्छ। अनि म ओके, यो चाहिँ एउटा रुम रहेछ। अहिले आज भर्खरै पूजा गरेर हो, त्यही भएर धेरै डेकोरेसन चाहिँ गर्न पाएको छैन। चट्ट यस्तो छ। यहाँ चाहिँ सोफाहरू राखेको छ। बिस्तारै बाँकी कामहरू हुँदै गर्छ। र यहाँ पनि यस्तो डिजाइन रहेको छ। अनि यो चाहिँ मामा माइजूको रुम। काम त धेरै बाँकी नै छ। आज चाहिँ घरको पूजा, के भन्छ, घरको सुरुवातको दिन बस्ने आजबाट। यो चाहिँ किचन। अनि उहाँ चाहिँ हाम्रो सेफ सेल पकाउँदै हुनुहुन्छ आजको लागि रे। थोडा। अनि यहाँ माइजी भाँडा मात्दै हुनुहुन्छ। घरको मालकिन उहाँ नै हुनुहुन्छ। अनि एउटा बाथरुम यता नि छ, एउटा रुम यता नि छ। सबै अझ बनाउन बाँकी नै छ। अनि यहाँ चाहिँ मान्छे बसिरहनु रहेछ। आयो त भिडियो। उहाँ चाहिँ घरको मालिक। अनि टक्क हजुर खायौ। यहाँ चाहिँ हामी छतमा जाँदैछौँ। छतको भ्यू चाहिँ यस्तो रहेको छ। चट्ट पानी ट्याङ्कीहरू, घरहरू नजिक नजिकै छन्। टन्नै घरहरू बनिरहेछन्। आई थिङ्क सबै अलमोस्ट बिक्रीमै होलान्। उता चाहिँ फिल्ड छ। यो चाहिँ इमाडोल भन्ने ठाउँ हो। एक्ज्याक्टली चाहिँ मलाई पनि थाहा छैन कहाँ हो। धेरै घरहरू बनिरहेछन् यहाँ। अनि म चाहिँ ब्लगर, मामाको घरको ब्लग बनाउँदै। अरू यहाँ अरू घरहरू पनि बनिरहेछन्। ओके, दिस मच फर नाउ। यति नै छ अहिलेको लागि। पछि फर्दर डेकोरेसनहरू हुँदै गर्छ र त्यसपछि हामी फेरि नयाँ भिडियो बनाउनेछौँ। त्यतिखेरको लागि बाई बाई, सी यू।